आजको पुरुषार्थ एक साथ 9-3 परम शान्ति। बाबा भन्नुहुन्छ, बच्चाहरू परिवर्तन 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 अर्थात् पुरानो संसारको नयाँ संसारमा परिवर्तन हुनु, अर्थात् पुरानो संसारको हरेक वस्तु, देह, आत्माहरू सबैको परिवर्तन हुनु। तिमी बच्चाहरू परिवर्तन गर्नेवाला हौ। तिमी बच्चाहरूको स्मृति, वृत्ति, दृष्टिकोण परिवर्तन भएपछि मात्र विश्व परिवर्तन हुनेछ। स्मृति परिवर्तन हुनुको अर्थ तिमीलाई हरेक पल स्मरण रहोस् कि हामी आत्माहरू हौँ र 5 तत्त्वबाट बनेका हरेक वस्तु प्रकाश हो। पवित्र प्रकाश अर्थात् हरेक चीजको मौलिकताको स्मृतिमा रहनु। वृत्ति परिवर्तन हुनुको अर्थ तिमीहरूको वृत्ति बेहदको होस्, अर्थात् हामी सबै आत्माहरू एउटै घर परमधामबाट आएका हौँ र सबैले विभिन्न 5 तत्त्वबाट बनेका लाइटका वस्त्र लगाएका छन् र सबै पवित्र छन् र सबैलाई घर फर्कनु छ। दृष्टिकोण परिवर्तन हुनुको अर्थ सबैलाई धेरै प्रेमपूर्वक तिनीहरूको पवित्र स्वरूप अर्थात् उनीहरूको मौलिक स्वरूपमा हेर्नु। बच्चाहरू, जब तिमीहरूको 100% स्मृति, वृत्ति, दृष्टिकोण परिवर्तन हुन्छ तब झट्कामा नै विश्व परिवर्तन हुनेछ। हेर बच्चाहरू, तिमीहरूको यो अभ्यास धेरै नै स्वाभाविक हुँदै गइरहेको छ र बाबाले यो पनि देख्नुभएका छन् कि बच्चाहरू आफैमाथि 100% ध्यान दिँदै पितालाई साथ राख्दै सफलता प्राप्त गरिरहेका छन्। तर बीचबीचमा अलिकति ध्यानमा हल्का भइन्छ, जसले गर्दा परिवर्तनको जो स्पन्दन फैलिरहेको छ त्यसको गति ढिलो हुन्छ। त्यसपछि फेरि गति तीव्र बनाउन समय लाग्छ। त्यसैले बच्चाहरू एक बल, एक भरोसा साथमा रही विदेही बन, आफ्नो कार्यमा तत्पर बन। परिवर्तन नजिकै छ, अर्थात् स्व परिवर्तनबाट नै विश्व परिवर्तन भएको भनिन्छ र पिता त तिमी बच्चाहरूको साथैमा हुनुहुन्छ। अब कुनै पनि शक्तिले तिमीलाई रोक्न सक्दैन, तर पिता चाहनुहुन्छ कि अब यो परिवर्तन तीव्र गतिमा होस् र मेरा बच्चाहरूले सधैँ प्राप्तिहरूको अनुभव गरून्। आजलाई परम शान्ति।